एकछिन स्क्रल गर्न अगाडि यो भिडियो हेरेर जानुहोस्। आजको मिसन घाँस काट्ने कि फोनको स्टोरेज भर्ने दुवै काम एकैचोटि गर्दैछु। सम्पूर्णमा नमस्कार, स्वागत छ हजुरहरूलाई मेरो डे 14 मिनी भ्लगमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि हजुरहरूको माइली सन्चै आरामै छु। साथीहरू, आज मेरो मिनी भ्लगको सुरुवात चाहिँ घाँस काटेर भएको छ। अनि साथीहरू, हजुरहरूले मलाई बोलाउनु भएन होइन, अनि मलाई चाहिँ घाँसले बोलायो। अनि म घाँसलाई भेट्न भनेर हातमा आसी बोकेर आएँ साथीहरू। अनि यस्तो घाँस काट्दाखेरि चाहिँ मलाई होइन गाउँको चाहिँ धेरै याद आउँछ। यस्तो घाँस काटेको चाहिँ मैले चितवनमा आएर फर्स्ट टाइम नै होला। यसरी काट्दाखेरि चाहिँ उता हाम्रो घरतिर होइन यस्तो भिरहरू हुन्थ्यो नि त, खरबारी भन्ने हुन्थ्यो। त्यहाँ गएर घाँस काटेको झलक्क याद आयो। गाउँतिरको हावा पनि चाहिँ यस्तो मिठो लाग्छ मलाई चाहिँ होइन। गाउँको वातावरण चाहिँ एकदम धेरै मनपर्छ मलाई चाहिँ। हजुरहरूलाई मनपर्छ कि नै साथीहरू? गाउँमा चाहिँ जति बसे पनि अगाइदैन कि, जति बसे पनि बसम बसम लाग्छ। अनि चितवनमा त हेर्नुहोस्, दिउँसोमा त निस्किन सकिँदैन। त्यही भएर अलिक बेलुका बेलुका टाइममा म चाहिँ घाँस काटेको। अनि एकदमै गाउँमै गएर काटेको जस्तै फिल लागेको के साथीहरू। हामीले चाहिँ बाख्रा अनि गाईहरू पालेको छ, त्यसको लागि घाँस काटेको। अनि थ्याङ्क यू फर वाचिङ साथीहरू। सम्पूर्णमा नमस्कार।